सञ्चार मन्त्रीज्यू जनताको काम गर्दा गर्दा साह्रै थाक्नु भएको जस्तो लाग्छ यहाँ अप्ठ्यारो भयो यहाँ काट्न सुन्नु न सरी अनि प्रधानमन्त्रीज्यू आज हाम्रो मन्त्री परिषदको बैठक सुरु गरौँ न यहाँ पर्खिँदा यति समय त कुलमाले 2टा पार्टी फेरिसक्यो हो ल एकछिन हल्ला नगर्नु न सबैजना आइसक्नु भएछ अब चिया कफी खाँदै कुरा गरौँ होइन सञ्चार मन्त्रीज्यू के खानुहुन्छ म चाहिँ एउटा क्यापाचिनो तर डिजाइनमा चाहिँ त्यो पानवाला होइन कि घन्टी राखिदिनु होला अनि शिक्षा मन्त्रीज्यू के खानुहुन्छ म चाहिँ केही खान्न ए जबरजस्ती खाएको मन्त्री पत्तो निल्नु ओकल्नु भएको छ रहरले त कसले पो खाएको छ र अनि खेलकुद मन्त्रीज्यू के खानुहुन्छ सबैले थाहा भइसक्यो त्यही अमिर खान जान नि नपाउनु खान नि नपाउनु निर्या मन्त्रीज्यू के खानुहुन्छ मलाई चाहिँ अलिकति पानी मात्रै है पिएमज्यू सुक्खा गाली खाएको अड्किरहेछ गाली खाने काम चाहिँ किन गर्नुहुन्छ काम गरेको भए कसले गाली गर्थ्यो र पिएमज्यू त्यही काम गरेन भनेर त गाली गरेर मर्छ नि त सुनि नसक्नु गाली खाइरहेको छु मैले हाम्रो निर्या मन्त्रीलाई चाहिँ 1 प्लेट माछा हुनु हो र किन नि माछा चाहिँ अब किन हुनु नि जिउँदो माछा त समाउनै नसक्दो रहेछ मरेको माछा हो नि नजिक त पुग्ला नि ए पहिला चाहिँ म त गृह निर्वाह मन्त्री भयो भनेदेखि त सबै माछा समाउनु भन्थे अहिले त सिधा माछा देख्दा पनि अफिसले भन्दा रहेछ हे तेरी तपाईँ पनि नपेल्नु न यार माछा पकड्न खोजेको त हो नि सानो सानो माछा होला भनेर छेउमा गएको व्हेल माछा रहेछ उसले बाँ गर्दा मै तर्सी खेलकुद मन्त्री डब्लुजी त अमेरिका जाने खबर सुनियो के लागि जान आँट्नु भयो सानो भाकलले नि हजुर 6 चोटि डिबी भरेको परेन चिठा परेको बेला जाउँ कि भनेर मलाई यो खासै जेन्जी चाहिँ फाप्दैन रहेछ माग राख्ने पनि उस्तै माग पुरा गर्न बनाएका मन्त्रीहरू पनि उस्तै चुनावको मुखमा जानु पर्या छैन त्यस्तो नगर्नुहोस् न मेरो सबै साथीहरूले आइफोन चलाइरहेछन् जेन्जीहरूले त अझ ओरेन्जवाला आइफोन चलाउँछ म एउटा मन्त्री भएर पनि आइफोन लिन जान नपाउने हो त म बस्दिनँ मन्त्रालयमा कहाँ हिँड्या तपाईँ प्याकिङ गर्न बस्नुहोस् यहाँ नारायणले त बोलाएकै छैन भन्छ त तपाईँले पहिल्यै स्वीकृति किन लिएको मलाई के थाहा हुन्छ त आमा म जेन्जी हो मलाई संविधान हुन्छ भने अस्ति थाहा पाएँ स्वीकृतिको त के थाहा हुन्छ पहिला लिने कि अघि लिने कि पछाडि लिने किन जानु पर्यो विदेश नजाँदा भइरहेको छ त मलाई पनि त्यत्रो निम्त आएकै हो खै नजाँदा भएकै छ त नि तपाईँ पहिल्यै अमेरिका बसेर पढेर आउनुभयो म अहिले मन्त्री हुँदा पनि गएन भने कहिले जान पाउँछु त आमा एकचोटि अमेरिका जान्छु ल हेर यसको केटाकेटी बुद्धि जिद्दी नगर क्या बाबु सबैजनाले खेदो खनेको बेला त पनि यस्तो जिद्दी नगर त एकचोटि निर्वाचन हुन दे त्यसपछि मेरो तिलहरी बेचेर भए नि तँलाई पठाउँछु त्यसो उता क्यान्सल भनिदिनु त कसलाई भन्नु पर्यो क्यान्सल चाहिँ आफ्नै मनलाई सबै प्याकिङ सेकिङ भइसकेको थियो सबै तयारी भयो मन त मानेको छैन तर हाले खै के भन्ने कसको जिम्मा लिनु कसको उत्तर दिने हो मैले अनि मन्त्रीज्यूहरू मन्त्रालयको काम कस्तो हुँदैछ मैले त मन्त्रीको अनुभव लिनै पाएको छैन अब पहिला समाचार कक्षमा हुँदा पनि समाचारै भन्थे अहिले पनि तपाईँले जे भन्नुहुन्छ त्यही समाचार लगेर नेताहरूलाई सुनाउँछु पहिला बरु सजिलो थियो प्रधानमन्त्रीज्यू एकैचोटि समाचार भन्दा सबैले सुन्थे अहिले त घर घरमा जाँदै जो जसको इन्टरभ्यू लिँदै घाँटीमा र्याखी पार्दै तपाईँहरू अब राजनीतिमा नबस्नुहोस् भनेको मान्छेलाई नै निर्वाचनमा आइदिनु पर्यो भन्नु परेछ खै अब राम्रै भइरहेछ कि नराम्रो भइरहेछ कि के भन्ने अनि शिक्षा मन्त्रीज्यू के छ मन्त्रालयको खबर मेरो त शिक्षा मन्त्रालयमा धेरै काम भएको छ जे भाइ बहिनीहरू आउँछन् शिक्षा फ्रीमा चाहियो भन्छन् मेरो पालो च्याप्प समाउँदै फ्रीमा ज्ञान दिँदै च्याप्प समाउँदै फ्रीमा ज्ञान दिँदै गरेर फिलिली भागेर जान्छ तिनीहरू अनि मन्त्रीज्यू सुरक्षाकर्मी चाहिँदैन मलाई भन्नुहुन्थ्यो अरे त किन हो चाहिँदैन त सुरक्षा तर्छ नि म कसी बिहानै उठ्ने बेलामा आगोलेको झ्यालमा पुलिस डरले लुके नि पछि पो थाहा भयो म मन्त्री भएछ भनेर थाहा पाएँ
अनि बल्ल अलिकति सन्चो भएर बिहान बिहान तर्सिनलाई पुलिस लिन्छ त कसैले। अनि सञ्चार मन्त्रीज्यू तपाईँ पनि बच्चाहरूको नाम सोध्दै हिँड्नु भएको रहेछ, किन हो? चिनिरहनु पर्यो नि प्रधानमन्त्रीज्यू। अब यिनीहरू नै हो पछिको जेनजी, उनीहरूलाई चिनिरह्यो भने फेरि मन्त्री हुन पाइएला कि भनेर, होइन त? अनि निरीह मन्त्रीज्यू, हाम्रो धेरै जस्तो प्रहरी साथीहरूले आफ्नो जागिर छोडिराख्नु भएको छ। उहाँहरूको मनोबल उच्च बनाउन तपाईँले कस्तो कदम चाल्दै हुनुहुन्छ? मैले अहिले मेरो फोटो भिडियोहरू उहाँहरूलाई पठाएर कन्भिन्स गरिरहेको छु। अचेल उहाँहरूले छोड्न कम गर्न थालिसक्नु। के भनेर कन्भिन्स गर्दै हुनुहुन्छ? त्यही हो, मेरो भिडियो हेर्नुहोस्, मेरो फोटो हेर्नुहोस्, मलाई यत्रो गाली गरिरहेछन् मान्छेले, दिनै छोड, बेलुकै छोड, भरे नै छोड भनिरहेछन् र त मैले छोडेको छैन। तपाईँहरूलाई त रुचाउने मान्छे होलान्, मन पराउने मान्छे होलान्, माया गर्ने मान्छे होलान्, किन छोड्नुहुन्छ भनेर कन्भिन्स गरिरहेको छु। कन्भिन्स भइरहेछन् पिएमज्यू। बरु पिएमज्यू त्यो तपाईँको जेठो छोरालाई सम्झाइदिनुहोस् न। त्यो टेलिभिजनमा गएर गृहमन्त्री त हामीले बनाएकै होइन, गृहमन्त्री त आफै आएर गृहमन्त्री भएका हुन् भन्दा रहेछन्। म आफै गृहमन्त्री भएको हो त, म सल्लाहमा गृहमन्त्री भएको होइन। कसको सल्लाहमा भएको हो तपाईँ? मैले सल्लाह दिएको होइन, मलाई नै बनाउनुहोस् भनेर। हेर्नुहोस् त कस्तो राम्रो सल्लाह दिएँ मैले। साह्रै राम्रो सल्लाह दिनुभयो। त्यही सल्लाहले अहिलेसम्म सरकार चलिरहेछ। सल्लाह भन्दा पनि मैले एक दुईवटा हल्ला सुनिरहेको थिएँ। हाम्रै मन्त्रीमण्डलका मन्त्रीहरू पार्टीमा लाग्दै हुनुहुन्छ अरे। हेर्नुहोस् है मन्त्रीज्यूहरू, यो हाम्रो नागरिक सरकार हो। यो सरकारमा भएको मन्त्रीहरूले पार्टीमा लाग्न मिल्दैन। तपाईँहरू कसैको तयारी त छैन नि? नै नै नै, मेरो त अहिलेसम्म त्यस्तो जानकारी केही पनि आएको छैन। रविजी कन्फर्म है? छैन छैन, त्यस्तो मेरोमा केही पनि जानकारीमा आएको छैन। शिक्षा मन्त्रीको चाहिँ के छ? मेरो त केही छैन, मलाई केही पनि चाहिँदैन। म राजनीतिमा काटे पनि आउँदैन। अब यो मन्त्री बनिसकेपछि यो भित्रको एसीले सोरै गइसक्यो। अब त यो मन्त्री पद छोडिसकेपछि यही मन्त्री बन्दाखेरि के भयो भनेर अनुभवहरू सँगालेर किताब लेख्छु, त्यही बेचेर हिँड्छु। उहाँ धुलोमा किताब बेचेर हिँड्ने बानी भएर होला के अरे, धुलोको सिक 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 भएर सिक भएको छु म। अस्ति किताब बेच्दा बेच्दा हिँड्दै हिँड्दै इलाम पुगिहाल्यो। इलाम पुग्दाखेरि शिक्षा मन्त्री भयो। अब चाहिँ डडेलधुरा पुग्दाखेरि कसो प्रधानमन्त्री नभइहाल्यो। अनि निरीह मन्त्रीजीको चाहिँ के छ योजना? मेरो त हजुर अब त्यही हो, अब जेनजी उमेर समूहका र 40 वर्षभन्दा माथिका मान्छेहरू सबै विदेश गए र बिचका मात्रै रह्यो भनेदेखि चाहिँ राजनीतिमा आउँछु, नभए त आउँदिनँ म हजुर। किन? अब त्यो दुवै समूहले मलाई देखिसक्दैन नि त, के गर्नु राजनीतिमा आएर। पिएमज्यूको चाहिँ के छ, राजनीतिमा आउनुहुन्छ? म अनि राजनीतिमा आउने? के भन्नुभएको मन्त्रीज्यू तपाईँले? म यहाँबाट निस्किन त पाऊँ, राजनीति त के बालुवाटारको बाटो पनि हिँड्दिनँ, सिंहदरबार र बानेश्वरको त छेउछाउ पर्दिनँ। यति यति आइसक्यो। किन प्रधानमन्त्रीज्यू? मन्त्रीज्यू म त्यत्रो प्रधान न्यायाधीश भएको मान्छे, सबैले सम्मान गरेको मान्छे। अब त्यो सिपाही देख्दा पनि लरक्क पर्ने त्यो पर्साई शुद्धले थर्काउन थाल्यो। अनि को आउँछ यस्तो राजनीतिमा? अनि खरेलज्यू, जनताहरूले हाम्रो सरकारको बारेमा चाहिँ के भन्छन् त? प्रधानमन्त्रीज्यू, जनताको सबै कुरा राम्रै छ, तर एउटा कुरा चाहिँ बारम्बार भनिरहेका छन्, यो सरकार विदेशीको इसारामा चलिरहेको छ भन्छन्। विदेशीको इसारामा चल्या? मलाई भने उमेरले 80 हानिसक्यो। उहाँ वैशमा त इसारा हान्ने मान्छे कोही नभएर 35 वर्षको उमेरमा बल्ल 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 दुर्गाजीले इसारा हान्नुभयो अनि झ्याप्प बिहे भएको। यिनीहरू चाहिँ अहिले मलाई अनि विदेशीको इसारामा नाची भन्दा हुन्छ? आफू चाहिँ चुनाव आउनै हुँदैन, विदेशीको इसारामा नाच्न जान्छन्। उहाँ खुट्टा डोकेर जिउ जिउ गरेर आउँछन्, अनि मलाई चाहिँ विदेशीको इसारामा नाची भन्ने। जनताले सब देखाएको छन्, को विदेशीको इसारामा नाच्या छ, कसले ताली बजाएको छ। पिएमज्यू, मान्छेहरूले त यो सम्पत्ति विवरण सार्वजनिक भनेर के गर्दैछ त? अनि सार्वजनिक गर्नुहोस् न त। अब मेरो त सम्पत्ति भनेकै त्यही टेलिभिजनका दर्शक र रेडियोका श्रोता नै हुन्, जुन 25 वर्षदेखिको यो मेरो रेडियो टेलिभिजनको कर्ममा सार्वजनिकै छन्, होइन शिक्षा मन्त्रीजी? हो, मेरो पनि सम्पत्ति भनेको चाहिँ यही हो नि, किताब।
तिमीहरूले किनेर पढ्यो भनेदेखि मेरो सम्पत्ति बढ्छ अनि देखाउला नि त सम्पत्ति विवरण। पिएमज्यू हजुरको सम्पत्ति चाहिँ कति छ? घरबाहेक 4 तोला जति सुन जोड्या थिए, सरकारमा आएपछि त्यही पनि खर्च भयो। केमा खर्च भयो? टाउको दुखेको औषधि किनेर खर्च भयो नि। जेन्जी छोराछोरीहरू भेट्न आउँदै पछि 1 किलो खानुपर्छ। मेरो चाहिँ यहाँ छ हजुर सम्पत्ति विवरण, रेडी पारेर राखेको छु हजुर। तपाईँको सम्पत्ति विवरण कसैले माग्या छैन, काम माग्या हो। जेन्जी आन्दोलनको बेलामा तत्कालीन सरकारका मान्छेहरूलाई पक्राउ गर्नुहोस् भन्दैछन्। मलाई त कस्तो पिएमज्यू पिसाब लागे जस्तो भयो। म एकैछिन निस्केँ है, पेट पनि काटिरहेछ, पिसाब पनि लागिरहेछ। आइहाल्छु है म। उहाँलाई फेरि पक्राउ गर्ने कुरा गर्नै हुँदैन, पिसाब आइहाल्छ। यो निराम मन्त्री भाइले के साह्रो यो पक्रिने भनेपछि एलर्जी भएको हो कुन्नी। हलमा चिया खाँदा पनि पक्रिनु पर्छ भनेर यसो मुख जोतेर खाँदै थियो। हेलो, म कार्यालयमै छु। हो, आउँदैछ अरे। जेन्जीको फोन हो? ए ल मेरो त भात पकाउनु टाइम भयो, म निस्किन्छु। उहाँ फेरि मेरो हातबाट पकाएको खाने बानी परेर पुलिसलाई कस्तो न्यासो लागेको छ। ल अहिले चाहिँ म गएँ है। प्रधानमन्त्रीज्यू, मेरो पनि त्यहाँ टोलमा वाइफाई जोडिदिनु पर्ने छ। साथीहरूले फोन तारन्तार गरिरहेछन्, म निस्किन्छु। नमस्ते शिक्षा मन्त्रीज्यू, म नि आएँ। फेरि आज पनि एक्लै बनाएर गए। जेन्जीको त नाम सुन्नै हुँदैन, सबै भागिहाल्छन्। आज फेरि अब के सुनाउने भयो, के सुन्नुपर्ने हो नि। आज फेरि 1 किलो दबाई खानुपर्ने भयो।